यो अब हामीले यो सानो काट्दैछौँ यो चाहिँ भनेको चिप्ले किरा राख्नको निम्ति अहिले हामी चिप्ले किरा खोज्न जाँदैछौँ हाम्रो यहाँ सानो भाइ एकदम सिपालु छ यो बाँसको सानो चाहिँ ढुङ्ग्रो चाहिँ चिप्ले किरा राख्नको लागि हो हाम्रो अयुब डोनले मर्दैछ भयो अब हामी ओह्रालो लाग्यौँ कहाँ जाँदैछौँ हामी कहाँ जाँदैछौँ रेहान कहाँ हिँडेको म एकछिनमा म रेहान ल अब हामी अलिक त्यो यो चिप्ले किरा चाहिँ अलिकति चिसो ठाउँतिर पाउने हुँदाखेरि चाहिँ के हो त्यो दि सर्प नै भन्छ यो पानी खालको सर्प पानी सर्प यो त नाकमा बस्यो भने त मरिन्छ पनि गाईहरुको त नाक जस्तो पानी हैन पानी सर्प के भन्छ त्यसको यो पानी टाउको आज यस्तो मान्छे धेरै केटाहरू जानु भएको मैले कोही त जाँदैन कविनाको पनि जानु हो हैन यस्तो हुँदैन
अघि भेटिसकेको छ अन्त कालो त अनि सेतो पो हो खोइ बनाइदिउँ न यो चाहिँ सेतो चिप्ले किरा हामीले खोज्ने अहिले विशेष गरी अब हामीले चाहिँ अहिले खोज्ने भनेको चाहिँ कालो हो ल कालो चाहिँ भेट्नु पर्ने कालो खाले चाहिँ खासै छैन होला सेतो खाले मात्रै हिजोसम्म दुईजना उसको बच्चा डरो छ यहाँ किनकि हिजोसम्म दुईटा कालो तिमीले कता भेटेको भाइ तलतिर ऊ भेट्यो ए यो हो कालो एकदम स्मल हुन्छ होइन यो चाहिँ एकदम योभन्दा ठुलो हुँदैन है यो चाहिँ एकदम खासमा चाहिँ चिप्ले किरा भनेको चाहिँ यहाँ पनि छ नि चिप्ले किरा यो हो तर यो सेतो चाहिँ होइन है ल सेतो पनि खानु चाहिँ मिल्छ तर औषधि चाहिँ अब त्यो त झुल्डो भरे पुरा औषधि भएको चाहिँ यो हो सुकाएर अन्त पहिलातिर म कति भेट्छ बाटै गरेर भेट्छ सेतो हाल त भेट्यो सेतो खालको नपाएको हाम्रोमा त खाली खाएको पनि गर्छ यता माथितिर होला हौ यो अहिले भेट्छ अलिकति केटा खोज्छ मामाको के हुन्छ बाबु छोड त भाइ यता माथितिर होला हौ यता यता ल त्यतातिर पनि जानुपर्छ अघिल्ला पल्टाउँदै मैले फ्याट भेटेँ यहाँ फ्याट खजुर आउँछ यो माथितिर चाहिँ होला हौ भेट्यो कालो भेट्यो खोइ पल्टाउनु चाहिँ कालो थियो सेतो र कालो यो यो आयो कालो सेतो पनि सानै रहेछ यो पनि लैजाउँला यसले भेट्छ पल्टाउँदा पल्टा नै थाहा भयो भने मात्रै भेटिन्छ नभए भेटिदियो छोड्दा यतातिर हुन्छ भेटिन्छ भाइ के गर्नुभयो किरा पो खोजिँदैछ हामी त किरा यहाँ भेटिन्छ त ल फेरि भेट्यो अरे अनि अहिलेमा त के हो अनि यो चाहिँ सेतो यो चाहिँ कालो हो है ए धन्डामा त भाइ यो हो चिप्ले किरा चिप्ले किरा यो हो यो सानो छ यसलाई पनि लाँदा हुन्छ चिप्ले किराका मास्टर चाहिँ मास्टर चाहिँ मेरो चाहिँ हामी त पनि भेटेको अब भेट्यो फेरि कालो भेट्टा यो
सेतोमा छ खै यहाँ छ त्यही छ ऊ यो ठुलो अलिक ठुलो भएछ अझै रियानलाई टप्यो है यता होला हो यतापट्टि है हजुर चेक गर्छु ल पछि यो चाहिँ पानी ट्याङ्की रहेछ है यहाँबाट कति घरको लागि हो पानी लानु भएर त ये जाने वाली सर ये भाई सर के हुन्छ तर गोबर छिरो भने गुलाबको फुल हेर्नुहोस् त यतातिर होला केटा हो यता तलतिर यो ठुलो ढुङ्गा त्यो चाहियो यो ठुलो ढुङ्गा उतार्न सक्नुहुन्छ ए राति होला यता नउनी तलतिर मलाई त्यसै हात लागेको छ यस्तो तिर लगे हुन्छ फोक्रो खै ओ जुकाले टिकिरहेको छ कसलाई तपाईँको अब हेर यो के हो थाहा नि फेरि जुका मेरो नि हाम्रो ढुङ्गा छैन नि यतातिर उतै जाउँ त उँभो पुग्छ होला नि सिङ्गौली कहाँ छ सिङ्गौ ए के अरे तेजपत्ता मामाजी बस्दै गर्नु ल खोइ भारी पुग्यो जस्तो नि अब कालो खालको हो नि त अब कता जानु यताबाट यो पछाडितिर पनि देखेको थिएँ मैले पहिला त यतातिर पनि दिने हुन्छ त पहिला त थुप्रो थियो अहिले त कतिमा मुझे क्या हो ये त्यो खाइदैन यो त ऊ होइन यो त के पऱ्यो यो नाकिमा यो चाहिँ के बोल्यो यो तेजपत्ता चाहिँ कहाँ छ घरको मान्छेले व्यक्तिको बदला दिने हो कि नदिने हो भरे भागले भागमा यहाँ चाहिँ डर भेट्यो आफू भन्छ सेतो खालेमा भेट्छ कतिवटा भेट्यो तर एउटा मात्रै
당팡레 회 आइपिएलले भेट्छ त्यसमा त हुँदैन त सुक्खा छ त्यहाँ यसो भयो ल सरारारारारारा कतिवटा छ एउटा रहेछ होइन यो उयो हो त्यो चाहिँ के हो त्यो सँगै किरा कि हात मात्रै दुखो छैन न अहिले हात बाँकी रनको त भातेको त नि हात यो कुन खोला अरे यो साम्बा खोला साम्बा खोला भनेको यही हो कसरी पो भातेको भाइ त हात त करक गरेर भाँचेको कि साम्बा खोलामा साम्बा काली कालीले धेरै सम्झेको छ हे रेहानलाई यो तल्तिर थियो होला कि यसरी तलदेखि त हिमालय पल्लो गङ्गटा अब गङ्गटा छ त गङ्गटा नै आउँछ त यहाँ त अनि गङ्गटा खै है म नि गङ्गटा ल यसलाई छोडिदेऊ यसको ल जा तिमीले खाएको कसम साँचो भएको भए तिमीलाई बिर्सन सक्ने अहिले हामी साम्बा खोलामा आइसकेका छौँ हैन ल गाइजहरू चिप्ले किरा खोज्ने तयारीमा छन्
ढोक्रेले एउटै भेट्यो नि त अनि गाई जाऊ बारीमा कान्छी फेरि पल आउ है त्यही चौतारीमा के हो त्यो खोइ चिप्लिकिरा जस्तो पनि छ यो कुन अलि चिप्लिकिरा के हो हेरौँ त ए चिप्लिकिरा त होइन नि होइन नि हो नि हौ हँ सुकिगएको पेटेक टेवा छ हेर्नु त पेटेक टेवा सुकिगएको हो नि चिप्ले किरा होइन खसे किरा चिप्ले किरा हो मरिगएको कहाँ फेकेको हुन्छ होस् छोडिदिउँ यहाँ लु छैन त्यसो भने मैले यसो हेर्दा फेरि गङ्गटा छ त गङ्गटा भेटेपछि चाहिँ पनौती लाग्छ भेट्दैन यसले झन् सुरुमै भेट्यो यो चाहिँ अलैँची सुकाउने भार हो नै होला होइन अब के भन्नु यो चाहिँ चाँपको बोटो रहेछ मनिल कुन हो गर न अनि ए फुलेको रहेछ है यो चाहिँ तेजपत्ताको सिन्कोली के अरे तेजपत्ताको होइन यो ल ए त्यो गाह्रो अहिले मार्छ है बित्थामा उहाँ जाँदा यो हान्दा कसो होला यो हान्दा कसो हुन्छ होइन अन्त थाहा पाउँछ तैँले उयो गरिस् नि त्यो त्यस्तो नगरिदिनु कोतार दिनु हुँदैन कि उतापट्टि गर न थाहा पाउँदैन उतापट्टि उतापट्टि गर्छु त्यतापट्टि गर न यो त चिया रङ जस्तो छ त नि यो बुझे बुझे यो के को बोट हुन्छ धेरै नगर आऊ सोध्यो यो एउटा डाला झार्छ कि नभए यो डाला झार्छ त्यो छेउको यो कुन नदेख्ने तले पल्लोपट्टि झार्छ ठुलो झार्न बाबा सोध्यो अहिले फेरि अहिले के लु भयो पत्ता पनि खान्छ त एक पत्ताको रस खान्छ कस्तो त्यो काट्न भेटिकन रे भने ठिक छ है ऊ परको ऊ पर दिमा हेलो दिमा यो लागेको ल राम्रो रियान यहाँ त
5वटा कतिवटा छ 8वटा यहाँ 5वटा 4टा छ दुवाली फर्काएर मारेको नि यता यो यस्तो डरलाग्दो यो कालो चिप्ले किता पानी ल्याउनु अनि लेमन ले ल भाइले पनि के गर्दैछौ सकियो फेक्दिम भाइ यो कालो चिप्ले किरा यसलाई भन्छ है मजाले खै कतिवटा कस्तो गुलियो गुलियो बनाउँदैछ त ला हगेछ यसले ओहो ओ किन खाएको त्यो चिप्ले किरा गु फ्याक्दैछ खान कति सानो एउटा जो त किरा फेलो हान्छ कति सानो एउटा बच्चा यो चाहिँ कसलाई दिनुपर्छ रेनलाई ट्याक्कै नि दिवसमा दाजु त्यस्तो हुन्छ सिलौटीमा भोटेर यो भोटेर खानु पर्यो नि त खासमा भनेर अस्ति मलाई सिलौटी ढुङ्गामा आएको अनि दिकाल दिएको उनीको खाने अब खासमा कसरी ढुङ्गाको सबै चाटेर खायो म त सुकेको कि अब त तिमीलाई वाक आउँछ कि आउँदैन र म त अरे भागे अनि गुए सरी खानु कालै मात्र रोज्नु पर्यो अघि दिदीलाई कराउँदैछ ए पानी दिदीलाई कराउँदैछ कतिवटा खायो कान्छ झन्डै खायो अरे म पनि हालिसकेको छु दाजुलाई पनि खुवाउने न ल को खानाहरू म खाने यसलाई नि ल खुवाउनु होला हौ यसलाई रोग पचाउँछ नानीहरूलाई ल्याउनु त दिदी तिमी खाऊ न खोइ कसले पनि नछोड्ने लानु नि 4टा कसले खाँदैन ए खाउँ त यो इसानी पानी मुखमा हाल निलिहाल कालै हो कि यो नि कालो त रहेछ ल पानी अगाडि मुखमा हाल्छ त छोरीले नि खायो दबाई खानु सक्नु राम्रो नि त पेटमा गएर भरे चल्छ खायो कतिवटा गयो लास्ट एउटा सानो को खाने यो दबाई हुन्छ त्यो खुसीले खानु